नेपालले 2 रनले हार्यो भनेर चित्त दुखाउनु पर्ने कुरा छैन साथीहरू। अझ पनि नेपाल चाहिँ लिगेज 2 बाट टप 4 मा पुगेर चाहिँ अझ पनि ओडिआई वर्ल्ड कप क्वालिफायरमा चाहिँ आफ्नो स्थान बनाउँछ साथीहरू। तपाईलाई लागेको होला नेपालले यत्रो म्याच हारिसक्यो, नेपाल त टेबलको पुच्छरमा छ, अब त चान्स छैन होला भन्ने तपाईहरुको मनमा लागेको कुराहरू छन् भने आज छर्लङ्ग हुनेछन् यो भिडियो हेरेपछि। भिडियो अन्तिमसम्म हेर्नु होला र मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर पनि जानु होला। नेपालले चाहिँ स्कटल्यान्ड टुरका लिगेज 2 का म्याचमा चाहिँ लगातार 2टा जित गर्यो। एउटा चाहिँ एकदमै एसोसिएट कन्ट्रीहरुको टप मान्न सकिन्छ त्यसलाई नेदरल्यान्ड, जसले चाहिँ ओडिआई वर्ल्ड कपमा चाहिँ बंगलादेश र साउथ अफ्रिका जस्तो टिमलाई हराएको टिमलाई चाहिँ एकदमै सजिलो तरिकाले जित्यो। अर्को एसोसिएट कन्ट्रीको राजा भनिने स्कटल्यान्डलाई पनि चाहिँ थुर कमाएर चाहिँ एउटा म्याचमा चाहिँ 1 विकेटले जित्यो। अर्को म्याचमा पनि जितिसकेको म्याच चाहिँ नेपालका क्याप्टन रोहित कुमारले गर्दा चाहिँ नेपालले झिनो 2 रनले हार्यो। नेपालले चाहिँ यो म्याचमा चाहिँ इतिहास रच्थ्यो, किनकि नेपालले यति ठुलो रन चेस ओडिआई को हिस्ट्रीमा चाहिँ अहिलेसम्म कहिले पनि गरेको थिएन। तर गलत क्याप्टनशिपले गर्दा चाहिँ यो म्याच हार्नु पर्यो। अलिअलि ओपनर जोडीको पनि दोष छ यसमा। अलिके लगभग 40% चाहिँ ओपनर जोडीहरू कुशल भुर्तेर र आसिफ शेखको पनि दोष छ यसमा। भयो अब यो कुरा छोड्दिउँ। यो पछाडीका दिनहरू के गए, स्कटल्यान्डसँग 2 रनले हार्यो, पछाडी चाहिँ एकदमै पुछारमा छ भन्ने कुराहरू छोड्दिउँ। अब भोलिको म्याचहरू कस्ता छन्, अब भोलिका चाहिँ दिनहरूमा चाहिँ नेपालले कति म्याच खेल्नु पर्ने छ भन्ने कुरामा जाउँ हैन। नेपाल अहिले चाहिँ टेबलको पुछारमा चाहिँ युए छ, त्यसपछि चाहिँ नेपाल छ। नेपालले 15 म्याच खेलिसकेको छ, जसमा चाहिँ 4 जित गरेको छ नेपालले। जम्मा नेपालले चाहिँ अहिलेसम्म 15 म्याच खेलेको छ। अझै पनि नेपालले चाहिँ 20 भन्दा माथि गेम खेल्नु पर्ने छ, किनकि ओडिआई वर्ल्ड कप त 2027 को, अहिले 2025 चलिरहेको छ, त्यसपछि 2026 चल्ने छ। 26 चलेपछि 2025 पनि पुरै बाँकी छ, 2026 पनि पुरै बाँकी छ। 2027 मा चाहिँ ओडिआई वर्ल्ड कप हुने हो। 2027 को लागि चाहिँ ओडिआई वर्ल्ड कपमा चाहिँ क्वालिफायर म्याच खेल्नको लागि नेपालले अहिले भिडन्त गरिरहेको छ। तपाईहरुलाई यी कुराहरू पनि थाहा होला। थाहा भएकै कुराहरूलाई चाहिँ म दोहोर्याउँदै छु है। कोही नयाँ नेपाली फ्यानहरूलाई अलि असहज पर्न सक्छ, तर पनि यस्तै हो साथीहरू है। अब जाउँ, नेपालले चाहिँ स्कटल्यान्ड र नेदरल्यान्डसँग खेलेपछि ओमान, युएई, क्यानाडा जस्ता साना मात्रै टिमहरू छन् जो चाहिँ नेदरल्यान्ड र स्कटल्यान्ड भन्दा चाहिँ अलि कमजोर मानिन्छ र युएसए अलि यो सिचुएसनमा एकदमै अगाडि छ। तैपनि टेबलको टपमा भए पनि यी 2 टिम भनेको नेपाललाई सबैभन्दा धोका दिने टिम हुन्, नेदरल्यान्ड र स्कटल्यान्ड है। यो अवस्थामा यिनीहरुसँग सिरिज गेम खत्म हुँदैछ, त्यसपछि लगत्तै अरु सिरिज पनि आउने छ है। नेपालले चाहिँ नेदरल्यान्ड र स्कटल्यान्डसँग धेरै खेल खेलिसक्यो, नामिबिया छ है। अरु टिमसँग खेल्दाखेरि चाहिँ नेपालको अहिलेको अवस्था हेर्दाखेरि चाहिँ नेपाल एकदमै मजबुती स्थितिमा छ, किनकि ओडिआई फर्मेट कसरी खेल्नु पर्ने छ बल्ल नेपाललाई थाहा भएको छ जस्तो लाग्छ मलाई। किनकि अहिले नेपालका म्याचहरू अहिलेका 3वटा हेर्दाखेरि चाहिँ नेपाल चाहिँ एकदमै क्लोजमा गएको छ, जित्न पनि क्लोजमा जितेको छ र रन चाहिँ एकदमै धेरै भए पनि नआत्तिकन त्यो रनलाई चाहिँ डिफेन्ड गर्ने शक्ति नेपाली क्रिकेट प्लेयरहरुमा छ। अलि 2-3 जनालाई फेरबदल गर्नुपर्ने छ साथीहरु है। गुलसन झा है पहिला एकदमै राम्रो खेलेका हुन्, मान्छेको दिन सधैँ आउँदैन है। तैपनि अहिले नेपाल प्रिमियर लिग सकेको छ, त्यहाँबाट चाहिँ धेरै राम्रो प्रदर्शन गरेका खेलाडीहरु पनि छ। तिनीहरुलाई चाहिँ समावेश गर्ने हो भने बासिर अहमद, नन्दन यादव, पर्तिसिसी, वाह तिनीहरुले त मेरो पुरै मन जितेका थिए। अरु पनि धेरै खेलाडी छन् है। त्यस्ता खेलाडीहरुलाई चाहिँ चान्स दिएर 1-2 जना यहाँबाट हटाउने हो भने नेपालले आगामी 20-21 म्याचहरु चाहिँ एकदमै राम्रो त्यहाँबाट नतिजा निकाल्ने छ। त्यसपछि नेपालले बिस्तारै पोइन्टमा पनि सुधार र रन रेटमा पनि सुधार गरेपछि बल्ल नेपाल चाहिँ टप 4 मा पुग्नेछ र नेपाल चाहिँ ओडिआई वर्ल्ड कप क्वालिफायरको चाहिँ म्याचहरु खेल्नेछ।